वेलकम एकछिन म सक्छु बाबु जल्दी त्यो फोटोग्राफरलाई बोलाउनु फोटोग्राफरलाई बोलाउनु गुरुलाई मेमोरी मेरो पनि यहाँ कता कुन कुनामा छ तपाईँ कता हराउनु भयो म्याडमको पछि हिँड्नु के तपाईँ म्याडमको पछि हिँड्नु एकदमै आत्मीय स्वागत धन्यवाद हजुरको आफ्नो निम्ति स्वीकार गरिदिनु भयो हजुरको लागि हो अध्यक्ष हुनुहुन्छ नेपाली मिलन केन्द्र एन्टरप्रेन्यरको अध्यक्ष गुरुलाई जाने पर्छ एकदम राम्रो तयारी छ हजुर हाम्रो अलिक पानीले डिस्टर्ब गऱ्यो मेरो पनि एउटा मेरो आफैले सुरु गर्ने होला नि उहाँले ताली बजाउँ है इसको साउन्ड त्यसको कनेक्ट अन गर्दैन माइक खोइ त्यो बाबु खोइ बाबु यहाँ बाबु अन गर्दैन हजुर अन गर्नु माइक यता माइक यहाँ चाहिँ खोइ त्यो भयो के यहाँ चाहिँ त्यो टेबल झिक्दिनु त्यहाँ गुरु उभिनुहुन्छ अनि अलि के प्रे गर्छ है बत्ती यसो गर्नु टेबल झिक्दिनु माइकबाट गुरुलाई माइक यसो गर्नु त चाहिँ यसो गर्नु अलिकति थोरै ठाउँ ब्लुटुथबाट जोड्नु हैन यसलाई सादिनु पर्छ पहिला ब्लुटुथ जोडिदिउँ सबैलाई स्वागत एवं नमस्कार आज मौसमको प्रतिकूलताका बावजुद यहाँहरूको उपस्थितिलाई म हार्दिक सराहना गर्न चाहन्छु हामीले चाहिँ हाम्रो यस कार्यक्रममा हाम्रो पूजनीय गुरु खेम्फो वागेन्द्र शिव पाल्नु भइसकेको छ हाम्रो अर्को अतिथि चाहिँ यहाँको डेपुटी मेयर उहाँ आउने क्रममा हुनुहुन्छ मौसमको प्रतिकूलताको कारणले हाम्रो अब यो कार्यक्रमलाई सुरुवात गर्न चाहन्छु अहिले चाहिँ नेपाली मात्रै कम्युनिटी भएको भएर मेरो आफ्नो वेलकम स्पिच चाहिँ अब विदेशी हाम्रो पाहुना आएपछि बोल्छु अहिले मैले यहाँहरू सबैलाई न्यानो स्वागत गरेँ छोटो सूचनाको बावजुद यहाँहरूको यो गरिमामय उपस्थिति हामी उच्च सराहना गर्दछौँ त्यसै गरी हाम्रो गुरुजीहरूलाई जति मैले प्रशंसा गरे पनि कम हुन्छ आज उहाँको आफ्नो कमिटमेन्ट आफ्नो पूर्व प्रतिबद्धतालाई पनि अलिकति स्थगन गरेर हामीलाई समय दिनुभएको छ हार्दिक आभार एवं कृतज्ञता हामी सबै नेपाली कम्युनिटी र नेपाली दलासको तर्फबाट यहाँ उपस्थित सबैजनालाई मैले यथोचित ससम्मान
तपाईँहरूको आफ्नो ओहदा मर्यादा पद सबै अनुसारको स्वागत गरेँ। आफू सम्झेर ममा भन्नुहोला। अनि त्यति भन्दै यो हामीले अहिले भर्खरै पारसमा बत्ती बालेर एउटा हाम्रो जुन आफ्नो पूर्वीय परम्परा अनुसार कुनै पनि कार्यक्रमको उद्घाटन गर्ने सुरुवात चाहिँ हामीले गरिसकेका छौँ। हाम्रो निर्धारित कार्यक्रम चाहिँ अलिकता यो थोरै उद्घाटन अर्को हाम्रो मेयर पनि आउनुभएपछि अनि त्यसपछि मैले स्वागत मन्तव्य राख्ने अनि त्यसपछि मेयर साहब डेप्युटी मेयर साहबले के गर्ने अनि गुरुको आफ्नो आशीर्वचन अथवा उहाँको प्रवचन हामीले सुन्ने अनि त्यसपछि चाहिँ सानो हाम्रो यो ध्यान अब प्राणायाम केही गर्ने खालको पूर्व निर्धारित कार्यक्रम थियो। अब समयको प्रतिकूलताले हामीलाई कति साथ दिन्छ हेरौँ। सकेसम्म हामी त्यसलाई आफ्नो निर्धारित कार्यक्रम अनुसार नै अगाडि बढ्न चाहेका छौँ। म स्वागत मन्तव्य यति नै भन्दै अनि पछि हाम्रो डेप्युटी मेयर साहब आउनुभएपछि आफ्नो फर्मल स्पिच पछि भन्छु। अहिले चाहिँ म गुरुज्यूलाई चाहिँ अब हामीलाई चाहिँ हामीले आशीर्वचन अथवा सन्देश अथवा बुद्धको बारेमा हजुरलाई आफ्नो लागेको अनुभूतिहरू आफ्नो लागेको यस विषयमा प्रकाश पारिदिनु हुन म हार्दिक अनुरोध गर्दछु। बुद्ध जयन्तीको विशेष गरेर बुद्ध पूर्णिमाको पावन शुभ अवसरमा हामी बेल्जियम देशको स्थानमा आएर सम्यक भगवानको पवित्र दिनमा हामीले यहाँ खेलाउनु भएका छ अन्य गण्यमान्य सबैबाट हामी अहिले भर्खर बत्ती बालिसक्यौँ। अब हामी थोरै एउटा प्रे गर्न चाहेँ। मसँगै साथ दिनु होला है ल। बुद्धं शरणं गच्छामि धर्मं शरणं गच्छामि संघं शरणं गच्छामि दोस्रो पटक पनि बुद्धं शरणं गच्छामि धर्मं शरणं गच्छामि संघं शरणं गच्छामि तेस्रो पटक पनि बुद्धं शरणं गच्छामि धर्मं शरणं गच्छामि संघं शरणं गच्छामि योलाई त्रिरत्न भनिन्छ। सम्यक भगवान बुद्धको मूल मन्त्रको रूपमा लिएको छ बुद्ध धर्म सङ्घ र हामीले बुद्ध धर्म सङ्घलाई याद गरेर भर्खरै हामीले शान्तिको दीप प्रज्वलन गरिसकेका छौँ। यो बाहिरतिर जस्तो स्याम्पल मात्र भयो, आखिरमा हाम्रो भित्रको आलोक दीप जलाउनु नै महत्त्वपूर्ण कुरा हो। त्यो चाहिँ प्रज्ञा ज्ञानको दीप हामी जलाउने छौँ भन्ने आजबाट हामीले चाहिँ समय भगवान बुद्धको यो प्रतिमाको अगाडि हामीले त्यहाँ प्रतिज्ञा गरेका छौँ। जुन प्रतिज्ञाले गर्दाखेरि चाहिँ हाम्रो भविष्य उज्यालो हुन्छ, हाम्रो परिवारको भविष्य उज्यालो हुन्छ अनि हामीले चाहिँ समय भगवान बुद्धको जुन नैतिक शिक्षाहरू हाम्रो साना साना बालबालिकासम्म उनीहरूले पुग्न सक्यो भने चाहिँ ती बालबालिकाले भोलि गएर बाबा आमालाई रुवाउने काम गर्ने छैनन्। बाबा आमाको पनि एउटा सौभाग्य जस्तै हुन त्यो प्राप्त हुनेछ र त्यसरी यहाँ अब 7 वटा कचौरामा जल पनि अर्पण गरेको रहेछ। त्यो अत्यन्तै महत्त्वपूर्ण कुरा हो यो 7 वटा कचौरामा जल अर्पण गर्नु भनेको, किनकि एकजना व्यक्तिले बुद्धत्व प्राप्त गर्नुको लागि 7 किसिमका साधनाहरू अपनाउनु पर्ने भयो। यो प्राविधिक भाषामा सप्त बोध्याङ्ग भनिन्छ। सप्त बोध्याङ्गको लागि चाहिँ 7 वटा कचौरामा अहिले पनि हाम्रो विशेष गरी हिमाली बौद्ध परम्परामा कमसेकम घरमा 7 वटा कचौरामा भयो भने जल चढाउने प्रथा अहिले पनि छँदैछ, जुन पहिलो पनि थियो। अब यसलाई अलिकति संस्कृत भाषामा पहिलो जल चाहिँ आर्गम भनियो। आर्गम भनेको पिउने या छर्किने पानी भयो। दोस्रो जल पाद्यम भन्यो, सम्यक भगवान बुद्धको पाउ हुने पानी भयो। त्यसपछि पुष्पे भयो। पुष्पे चाहिँ तल चढाएर पनि आखिरमा उहाँको शिरमा चढाएको महसुस गरेर तल चढाइयो। धुप्यो भनेपछि चाहिँ धुप भनेको चाहिँ अब बालेपछि त बास्ना आउने भयो। त्यो चाहिँ भगवान बुद्धको अनि नासिका अथवा नाकको अगाडि ल्याएर चाहिँ त्यो धुवा गर्नु भयो। आलोग्य भनेपछि अब दीप भयो। त्यो चाहिँ सम्यक भगवान बुद्धको चाहिँ आँखाको अगाडि ल्याएर चढाएको महसुस गर्नु पऱ्यो। गन्धी सुगन्ध्य भनेको चाहिँ बासन सेन्ट वाटर भयो। त्यो चाहिँ भगवान बुद्धको छातीतर्फ छर्केर चढाएको भयो। त्यसपछि लास्टमा नैवेद्य भनेको चाहिँ अब
खाद्य पदार्थहरू भयो जुन भगवान् बुद्धको सम्मुखमा चढाएर आज हामीले धेरै धेरै पुण्य आय आर्जन गर्ने शुभ अवसर पाएका छौँ। त्यसको लागि हाम्रो जीवन पनि के भयो त धन्य भयो। यति टाढा आएर बसेर पनि हामी ठिकै छ हामी जहाँ बसे तापनि विशेष गरी हामी को हौँ रे सम्यक भगवान् बुद्धको घरमा जन्मेका व्यक्तिहरू यो कुरा हामी बिर्सनु हुँदैन है। हामी को हौँ रे सम्यक भगवान् बुद्धको घरमा जन्मेका व्यक्ति हौँ रे। आफ्नो अभ्यास आधा आफ्नै ठाउँमा छ त्यो अब आफ्नो ठाउँमा छैन र पनि हामी चाहिँ भगवान् बुद्धको घरमा जन्मेको असली मेम्बरहरू चाहिँ हामीहरू हौँ। बुझ्नुभयो? त्यसकारण अरूहरूभन्दा हामीहरूले अलिकति फरक ढङ्गले अलिकति भगवान् बुद्धको समीपता भएर नै हामी यसलाई चाहिँ मान्नुपर्ने हुन्छ होइन। हो त्यो भएर आज यो जुन यो विशेष गरेर जुन तपाईँहरूले चाहिँ यहाँ अब जुन यहाँ कलश लिनु भएको छ, यहाँ कलश छ, यो कलशमाथि यो मयुरको प्वाख राखेको छ। यो मयुरको प्वाख राख्नु कारण चाहिँ मयुरले विष पचाउँछ। तपाईँलाई थाहा छ होला मयुरले विष पचाउँछ। जति धेरै विष खायो झन् मयुर सुन्दर हुन जान्छ। चाहिँ हामीले पनि भित्रको विष पचाउने रे। भित्रको विष भनेको के हो? राग, रिस, मोह, ईर्ष्या, डाहा, लोभ, लालच अनि यो तनाव, मनका तनावहरू विभिन्न कुराहरूलाई चाहिँ टक्कै पचाएर खत्तम पार्नुको लागि चाहिँ यहाँ मयुरको प्वाख राखेको भयो नि त। अनि यो चाहिँ कलश भने चाहिँ अनि ज्ञान गुण्य भरिको कलशको रूपमा स्वीकारेर अनि हामीले यो भित्र पानी र मनको स्वभाव चाहिँ मिल्दोजुल्दो छ। पानी कहिले पनि धमिलो हुँदैन। पानीलाई धमिलोपनले धमिल्याउने मात्रै हो। वास्तवमा पानीको स्वभाव चाहिँ सङ्लो भएकोले त्यतिसुकै धमिलो भए तापनि पछि अनि फिल्टर गरेर त्यसलाई फेरि सङ्लो पार्न सकिन्छ। त्यसो हाम्रो मनको स्वभाव पनि त्यस्तै हो। हामीसँग एउटा मन भन्ने चिज छ। तपाईँहरूको त्यो जानकारी लिनुभएको छ। अधिकांश हाम्रो मान्छेहरू चाहिँ शरीर स्वास्थ्यको लागि मात्रै ख्याल गरेका हुन्छन्, मनको स्वास्थ्यलाई कहिले पनि ध्यान दिएको हुँदैन। त्यो एउटा दुःखलादो कुरा हो। मन कहिले पनि दुःखी, पीडित, चिन्ताग्रस्त मात्रै भएर हुन्छ। त्यसमा हामीले मनको स्वास्थ्यलाई बढी ध्यान दिनुपर्छ। भगवान् बुद्धको शिक्षा के हो त? मनलाई स्वास्थ्य कसरी लाग्यो होइन, कसरी हेल्दी माइन्डमा हामी चाहिँ रहने। बुद्धको शिक्षा नि त्यही हो। त्यसकारण अधिकांश मान्छेहरूले यो कुरा थाहा नपाएर शरीरलाई मात्रै चख्याउने, शरीरको मात्रै उपचार गर्ने भन्ने हुन्छ। मनको उपचार गरेको त्यति देखिँदैन। मनको उपचार गर्नलाई बाहिर कहीँ औषधि किनेर पनि पाइँदैन। मनको उपचारको औषधि आफैले क्रिएट गर्नुपर्छ। किन भन्दाखेरि त्यो औषधि एउटै हो, त्यो ध्यान साधना, ध्यान समाधि। त्यो मात्रै एउटा अहिलेसम्म पत्ता लागेको चाहिँ ओखती चाहिँ मनलाई चाहिँ अनि स्वस्थ पार्ने ओखती भनेको ध्यान साधना नै हो। त्यो भएर चाहिँ हामीले चाहिँ मनको उपचार गर्न सकिन्छ। मन स्वस्थ भएपछि तपाईँको शरीरको इम्युन सिस्टमहरू बढेर आउँछ, स्वास्थ्यमा राम्रो हुन्छ, शरीर पनि आफै स्वस्थ हुन्छ। ध्यान राम्रो गर्नुभएको छ भने तपाईँको अनुहारमा एक किसिमको चमक आउँछ। तपाईँ जहाँ गए पनि मङ्गलमय हुन्छ। तपाईँले कसैको शिरमा हात राखेर आशीर्वाद दियो, त्यो आशीर्वाद बाँच्नुले लाग्ने छ होइन। त्यसकारण यो मन स्वस्थ मन हुन चाहिँ जरुरी छ। चाहे तपाईँ धर्म मान्नुहोस् चाहे नमान्नुहोस् त्यसले केही फरक पर्दैन। स्वस्थ मन सबैको लागि आवश्यक छ। उमेर ठुला भएको लागि आवश्यक छ, सानो बालबालिकालाई पनि आवश्यक छ, जवानीहरूले पनि आवश्यक छ होइन। स्वस्थ मन भएपछि जस्तोसुकै परिस्थितिमा तपाईँले त्यो झेल्न सक्नुहुन्छ। तपाईँले त्यस्तो एउटा हिम्मत आउँछ, साहस आउँछ, जाँगर आउँछ। कहिलेकाहीँ दिक्क लाग्यो यति टाढा आयो के गर्ने हेतिर के हो कसो भने त होला। त्यस्तो व्यक्तिको लागि एउटा चाहिँ जाँगर आउँछ होइन। केही गरौँ भने साहस आउँछ, आँट आउँछ। यो सबै मेडिटेसन ध्यानबाट आउने हो नि त। बाहिर किनेर त कहीँ पाउँदैन क्या ती चिजहरू। त्यस कारण आज चाहिँ भगवान् बुद्धको चाहिँ पवित्र अब हिजो अस्तिको दिनमा अस्तिको दिनमा होइन भएको थियो। बाँकी यो महिनाभरि नै यो चाहिँ एकदम होलिडे हो, पवित्र दिन। यो महिनाभरि नै बुद्धको चाहिँ पवित्र दिन है। मलाई त अचम्म, म त विश्वास पनि गरिन्छ नेपालमा जन्मेको बुद्धलाई बाहिर यस्तो सम्मान दियो। म स्पेनबाट आएको हो, तपाईँले सायद त्यहाँ त्यो गुमा पुग्नु भएको छैन होला। उनीहरू कुन रूपमा लिएर आएको छ म अचम्म लाग्छु है। हाम्रो नेपालमा त्यतिको अलिकति अझै गर्न बाँकी छ जस्तो मलाई लाग्छ कि धेरै कुरा कमजोरी भएको छ। कुनै बेला थियो सुवर्ण युग थियो लिच्छवी कालतिर होइन। हाम्रो भिरकुटी रानीको देनले आज सारा हिमाली बेला ठुला रिम्बुचेर हुन पाएको भिरकुटी रानीको देन हो। यदि भिरकुटी रानी चाहिँ सौचिन गुम्बा सम्राटसँग बिहा नगरिदिएको भए सौचिन गुम्बा सम्राट उनी बुद्धिस्ट हुनु थिएनन्, तर बौद्ध धर्ममै सीमित रहन्थे। र आजका जुन रिम्बुचीहरू ठुल्ठुला पदवी पाएका गुरुहरूले चाहिँ हार्वर्डमा गएर लेक्चर दिने, MIT कलेजमा गएर त्यस्तो हुनेवाला थिएनन्। ती भिरकुटी रानीको ठुलो देन छ। त्यसो भए त्यति बेला चाहिँ नेपालमा एकदमै गोल्डन इरा पनि भनिन्छ, सुवर्ण युग भनिन्थ्यो। अब पछि आएर विभिन्न कारणवश अब बिर्सिया जस्तो भयो सबै चिजहरू है। विभिन्न कारणवश हुँदै गयो। अब अहिले आएर त
म एकपल्ट लुम्बिनीबाट काठमाडौँ छिँदाखेरि अनि त्यो के अरे नागढुङ्गा थानकोटको डाँडामा हाम्रो केही पुलिस मित्रहरूले रोके गाडी हाम्रो बुद्धको झन्डा थियो गाडीमा नि कुन पार्टीको झन्डा भनेर सोध्नु उहाँले मलाई त्यो एकदम दुःखद कुरा है त्यसमा हाम्रो आर्म फोर्समा पुलिस फोर्समा भगवान् बुद्धको बारेमा जानकारी दिनु पऱ्यो बुझाउनु पऱ्यो उहाँहरूले सम्झाउनु पऱ्यो एउटा शिक्षा दिशा एउटा चाहिँ क्लासै चलाउनु पऱ्यो होइन किन उहाँ त हाम्रो घरको पितामह भने पनि हुन्छ हाम्रो गुरु भने पनि हुन्छ त्यो हो नि त हामीले विश्वमा चिनाउने एउटा चाहिँ पहिलो व्यक्ति हो नि त भगवान् बुद्ध त नेपाललाई चिनाउने पहिलो व्यक्ति हो आज हामी जहाँ छौँ यो बुद्धको नामले छौँ बुद्धको नामबाट हामीले सम्मान पाउँछौँ हामीलाई हाम्रो चाहिँ हाम्रो पैतालाको धुलो बाहिरको मान्छेले टिका लाउँछ किन यो बुद्धको भूमिबाट आएको भनेर मैले श्रीलङ्कामा जाने मलाई थाहा पाएँ श्रीलङ्कामा हामीले टेकेको पैतालाको धुलो उठाउँछौँ उहाँले तिमी कहाँबाट आएको बुद्ध भूमिबाट आएको भन्छ कस्तो गर्वको कुरा के है त्यसकारण अब हामीले ढिलो नगरिकन यसबारेमा हाम्रो बालबच्चा पनि अलिकति सिकाउनु पनि गर्नुपर्छ तिमीहरू सानो यो अहिले भनिहालेँ यति हो अब यहाँ जुन अहिले हामीले म थोरै म प्रेको चाहिँ मैले अलिकति यो सम्बोधन लिपि पढेको पनि सम्बोधन लिपिबाट म प्रे गर्छु है त नेपाली भाषामा है बुद्ध धर्म सङ्घको म जान्छु शरणमा मैले दानादि गरेको पुण्यले बुद्धै हौ जगतो हिताय बुद्ध धर्म सङ्घको म जान्छु शरणमा मैले दानादि गरेको पुण्यले बुद्धै हौ जगतो हिताय बुद्ध धर्म सङ्घको म जान्छु शरणमा मैले दानादि गरेको पुण्यले बुद्धै हौ जगतो हिताय सबैले सुख पाउने काम गरून् दुःख नपाउन दुःख पाउने काम छोडुन् सुखबाट वञ्चित नहौ मेरो तेरो पक्ष त्यागेर समता भावनामा रहौँ हस् अत्यन्त आभार प्रकट गरेँ हामी उपस्थित सबैजना परिवारको तर्फबाट मेरो तर्फबाट हाम्रो अर्को अतिथि कति बेला केही कति बजे अहिले कति टाइम भयो कति टाइम 20 यसो गरौँ अब गुरुको कति समय छ हामीलाई यहाँ छ भने मैले हाम्रो यहाँ धेरैजनाहरू हुन्छ मैले आफैले चिनेको चाहिँ हाम्रो यो लुम्बिनी कपिल वस्तु समाजको त्यति बेला यो बुद्धको प्रतिमा स्थापना गर्न चाहिँ उहाँहरू सहयोग गर्नुहुने सहकार्य गर्नुहुने मैले त्यहाँ लुम्बिनी फाउन्डेसन लुम्बिनी कपिल वस्तु फाउन्डेसनको हाम्रो दामोदरजी चाहिँ देखेँ जस्तो लाग्यो मलाई दामोदरजी केही बोल्न चाहनुहुन्छ आजको यो उसमा मैले त्यो अरू भयो होला होइन अनि अब कसैलाई पनि यो उसमा चाहिँ केही कसैलाई अब थप अब म अनि यो सँगै अर्को चाहिँ हाम्रो अध्यक्षज्यूलाई ए कोही बोल्न चाहनुहुन्छ भने यस जुरेको दिन हो ती समय यो एकदमै युनिक छ अब यो इतिहासमा कसैसँग यो घटना भएको छैन बुद्धसँग मात्रै भएको घटना है त्यही दिनमा चाहिँ जन्मेको त्यही दिनमा बोधि ज्ञान लाभ गरेको त्यही दिनमा उहाँले महापरिनिर्वाण जानुभएको भने यो एकदम युनिक कुरोहरू यो चाहिँ अपवाद रूपमा मात्रै घट्ने घटनाहरू हामीले लिएका छौँ अब अचम्म लाग्छ है अब तपाईँलाई कस्तो लाग्छ भने त्यही दिनमा अचम्म है त्यसकारण भगवान् बुद्ध जन्मदाखेरि पनि कमलको फुल फुलेको थियो उहाँ बुद्ध हुँदाखेरि पनि कमलको फुलेको थियो उहाँ परिन्द्रमा जाँदाखेरि पनि कमलको फुल नै त्यहाँ देखा परेको थियो त्यो कमलको फुलको चाहिँ धेरै महत्त्वपूर्ण छ महत्त्व अब उहाँको आसन पनि कहाँ छ त भगवान् बुद्ध त गलैँचामा बस्नु हुने के अरे यस्तो कमलको फुल भन्नु हामी पाउन सकिन्छ त भाँची जान्छ के अरे उहाँको शरीर त्यस्तो हल्का कि कमलको फुलले पनि थाम्न सक्ने भएको त्यो के कारण हो भने सबै नेगेटिभ कर्म चाहिँ टकटुक्कै त्यागिसकेपछि हाम्रो शरीर चाहिँ कपास जस्तै हल्का हुन्छ अरे कमलको फुलले पनि थाम्न सक्ने रे त्यस्तो त्यो भएर जहिले पनि बुद्धलाई चाहिँ कमलको फुलमा बसेको हामीले पाउँछौँ अब अर्कै एउटा कमलको फुल हुन्छ त्यो ओझेलमा परेको हुन्छ है ओझेलमा परेको कसैले देख्दैन
त्यो चाहिँ हाम्रो मन भयो। हामी अज्ञानीहरूको चाहिँ ओजनमा परेको कमलको फुल भयो है। अब राम्रो कमलको फुल चाहिँ मग बास्न आएको हुन्छ कि हुँदैन? त्यहाँ माउरी आउँछ, भमरा आउँछ, रस लिएर जान्छन् है। अनि ठिक्कै त्यो कमलको फुल मुन्तिर एउटा भ्याउतो बस्यो हुन्छ फेरि उसले कमलको फुलको दर्शन कहिले पनि पाउँदैन। हामीसँग कमलको फुल छ भनेर समाउँछौँ, दर्शन कहिले पाउनु भएको? अब हामीले त्यतै भएर भ्याएको जस्तो भइरहेको जस्तो भयो कि भगवान बुद्ध हामी कहाँ जन्मेको हो थाहा पनि छ, जानकारी सबै छ, तर बुद्धको शिक्षा चाहिँ हामीलाई जानकारी त्यति भएन जति हुनु पर्ने थियो। अरू विदेशी व्यक्तिहरू चाहिँ आउँदै त्यो माउरी जस्तो भएर पुरै बुद्धको रस लिएर जान थाल्यो है। हामी चाहिँ तल बसिदियो, त्यो कमलको फुलको पत्ता हुन्थ्यो, त्यस्तो भयो कि त्यसो भएकोले यो कमलको फुलको नमुना पनि हाम्रो जीवनको नमुना हो भनेर जानिदिनु होला। अनि आज त्यो महत्त्वपूर्ण म सबै बुद्धको जीवनी म भन्न चाहिनँ, त्योभन्दा पनि बुद्धको शिक्षा संक्षेपमा म भन्न चाहन्छु। सबभन्दा पहिला तपाईँको समस्या के हो त्यो बुझ्नु पऱ्यो, आफ्नो समस्या के हो है। जन्मनु पनि हामी रुँदै आएका हौँ, जानकारी भएको कुरा हो। जन्मदाखेरि परिवार सबै हाँस्छ, एकजना रुन्छ, त्यो बच्चा ऊ त्यो रोएको कुरा हुन्छ। खुसी भएर रोएको त पटक्कै होइन, दुःखी भएर रोएको हो। त्यसपछि उमेर छिपिँदै जान्छ, झन् समस्या बढ्दै जान्छ, जिम्मेवारी बढ्दै जान्छ, त्यसपछि हामी चाहिँ बुढेसकालमा पुग्छौँ, त्यसमा पनि हामीले समस्या छ। फेरि हामी बिरामी हुन्छौँ, त्यो समस्या भयो, फेरि हामी एक दिन मर्नु पनि छ कि छैन, हामी अझ अमर हो त? मृत्यु हाम्रो हातमा छ त, हाम्रो अधीनमा छ त? कुनै डाक्टरले तपाईँलाई ग्यारेन्टी दिएको छ तिमी भोलि साँच्ची उठ्छौ भने ग्यारेन्टी दिएको छ? कुनै वैद्यहरूले कुनै अब चाहिँ मेडिकल साइन्स चाहिँ तिमीले फेरेको सास फेरि फिर्ता आउँछ भने ग्यारेन्टी दिएको छ त? यो अचम्मको कुरा छ। गएको सास फिर्ता कसरी आइरहेछ हामीसँग? त्यस कारण एज अ ह्युमन प्रेसियस लाइफ, मान्छेको चोला भनेको म त यहाँ भनिदिन्छु देवताको चोला भन्दा पनि श्रेष्ठ चोला हो है। ती देवी देवता भनेको मोज मस्ती गरेर बस्ने हो कि पहिलाको पुण्यको कर्मको फल भोगेर बस्ने हो। उनीहरूले खासै के सृजना गर्न सक्दैनन्। सृजना गर्ने भनेको मान्छेले हो, बुद्ध भन्ने मान्छेले हो। त्यसमा मान्छेको चोला एकदमै यदि उसले चाह्यो उसको जुन यो ब्रेन सिस्टम, ब्रेन फङ्सन चाहिँ राम्रोसँग चाहिँ सञ्चालन गर्न सक्यो भने यो पृथ्वी पनि पल्टाउन सक्ने क्षमता छ भनेर भनिन्छ कि। अब त्यसमा कति जस्तो भने भगवान बुद्ध आफ्नो ब्रेनलाई युज गर्यो, अब उहाँ बुद्ध भएर गयो होइन। अब हाम्रो कति हामीसँग त्यो छ, त्यो पोटेन्सियल हामीसँग छ, तर सुतेको अवस्थामा छ कि त्यो जागेको छैन होइन। हामी साथ झिनामिना कुरामा आफ्नो यो प्रेसियस लाइफलाई चाहिँ खर्चिँदै गयौँ कि। झिनामिना कुरा भने ए खाने बस्ने नाच्ने गाउने यदि भयो पुग्यो भनेमा पुग्यो होइन। खाने बस्ने नाच्ने गाउने बिहा गर्ने बच्चा जन्माउने अब जागिर खुवाउने बच्चा यदि पुग्यो भने भयो, त्यति मात्रै सीमित भएपछि त्यो के भयो त भन्दाखेरि चाहिँ यत्रो मान्छेको चोला पाएको जुन बुद्धत्वसम्म पुग्न सक्यो त्यो के भयो त? सीमित कुरामा चाहिँ खर्चियो रे। त्यो त त्यसलाई त्यति बुद्धिमानी भनिँदैन नि त। त्यही भएर चाहिँ अब हामीले चाहिँ यो बुद्धले दिएको शिक्षामा पहिलो स्थान के छ भन्दाखेरि के भन्छ इङ्ग्लिसमा मोटिभेसन होइन। आशय सही राम्रो आशय हुनु पर्यो। आशय गलत भयो भने त्यहाँबाट आँटेको काम भविष्य सबै गलत हुन्छ। आशय राम्रो हुनु पर्यो। त्यो आशय भने के हो? लभिङ, काइन्डनेस, कम्प्यासन होइन, मैत्री, करुणा यस्ता भावनाहरू हुन्छन्। त्यो आशय हो, त्यो हामीमा आउनु पर्यो। त्यो कसरी आउँछ भन्दाखेरि मलाई दुःख चाहिएन, अरूले पनि दुःख चाहिँदैन। मलाई सुख चाहिन्छ, सबै सुख चाहिन्छ, बराबरी छ, आज इक्वल छ यसमा होइन। त्यो भएकोले मैले मात्रै सुख पाएर त भएन नि, अरूलाई पनि हुनु पर्यो है भन्ने खालको एउटा चाहिँ भावना आउनु पर्यो। अनि करुणा कहाँबाट आउँछ भने करुणा भनेको चाहिँ जो व्यक्ति सुख चाहन्छ, सुख चाहँदा चाहँदैन उसको गराइ चाहिँ फेरि दुःख पाउनु काम गरिरहेको छ होइन। करुणा भनेको के हो? अल सेन्टिएन्ट बिङ के अरे फ्री फ्रम सफरिङ एन्ड कजेस अफ सफरिङ। सम्पूर्ण प्राणीहरू चाहिँ दुःखबाट मुक्त हुनु र के अरे दुःख हुने काम नगर्नु भन्ने हो नि त। मैत्री भने के हो त? सबै व्यक्तिहरू सुख पाउने काम गरून् रे हो। यो खालको मोटिभेसन हामीसँग भयो भने यसले आँट्छ। अनि अर्को एउटा पनि छ बोधिचित्त भन्ने। अब तपाईँहरूले कतिको थाहा छ यो भाषाहरू? बोधिचित्त, बोधि भनेको एज इन्लाइटनमेन्ट स्टेट। भगवान बुद्धत्व, बुद्ध भनौँ न, बुद्ध बोधि भनेको बुद्धै हो। त्यो बुद्धको माइन्ड जुन छ, म बुद्धमा पुग्छु भने साहस, हिम्मत भनिन्छ, त्यो चित्त भयो। जस्तो कि नवबुद्धको घटना तपाईँहरू नवबुद्ध पुग्नु भएको छ काठमाडौँ काभ्रेमा। नवबुद्धमा चाहिँ महासत्व राजकुमार उहाँ नै हो। कुनै बेला उहाँको पहिलो जुनी हो। उहाँले त्यस्तो बोधिचित्त उत्पादन गरेर यो भोकाको बाघिनी र बाघिनीका 5जना यो डमरू बच्चाहरूलाई मेरो यो ज्यान दान दिएर
भोलि गएर म बुद्धत्व प्राप्त गर्दाखेरि यिनीहरूले मैले चाहिँ ज्ञानको दान दिएर तारिदिन्छु रे। यस्तो चाहिँ कार्मिक लिङ्क बनाएर होइन यस्तो कम्युनिकेट गरेर अहिले आएर उहाँ बुद्ध हुनुभयो। अनि त्यो बाघी नै चाहिँ उसको कान्छामा भयो। कान्छाको नाम के हो? बुद्धको कान्छाको नाम के हो? महामाया। अलिकति छेउमा आइपुग्नु भयो। के हो अब यहाँ कुनै गोराहरू आए सोधेपछि तपाईँलाई भन्नुपर्ने तपाईँ कर्तव्य हो कि होइन? कि तपाईँ त बुद्धको घर बनाउनु भएको छ। बुद्धको कान्छाको नाम के हो? कान्छाको नाम गौतमी प्रजापति है। गौतमी प्रजापति। दिदीको नाम उहाँको दिदीको नाम मायादेवी। मायादेवी भगवान बुद्धको जन्म दिने आमा, हुर्काउने आमा चाहिँ को? कान्छा आमा। किनकि भगवान चाहिँ जन्मेको 7 दिनमा आमाको देहान्त हुन्छ। यो एउटा अचम्म घटना छ। अब हाम्रो हो भने त अहिलेको समाज अलि नराम्रो भन्ला आमा खाने बच्चा जन्मेको भन्ला, तर वास्तवमा त्यस्तो होइन। त्यहाँ दुईवटा कारण छन्। माया जति पनि बुद्धहरू आमाको गर्भमा बास बस्छन्, आमाको आयु ठिक्क 10 महिना र 7 दिन मात्रै बाँकी राखेर उनीहरू गर्भ प्रवेश भएको हुन्छ। किनकि त्यो कोखमा अरू व्यक्ति बस्न सक्दैन, त्यो क्षमता हुँदैन। त्यो बुद्ध मात्रै बस्ने कोख हो। त्यहाँ आमाको आयु तोकिएर आएको हुन्छ। अब बुद्धहरू हामी जस्तो 9 महिनामा जन्मिने होइन, 10 महिना पुरै बस्नुपर्छ। फुल्ली 10 महिना बसेर अनि जन्मिने हो। त्यसो 7 दिनमा आमाको देहान्त हुन्छ। यदि आमा जीवित रहेर बस्नुभयो भने भोलि बुद्धले घर छोड्दाखेरि समस्या हुन्छ हुँदैन? आमाको माया हुन्छ कि हुँदैन? नजाऊ बाबु भनेर समाउनु परेको परेन? त्यस्तो घटना सबैलाई ख्याल गरेर भगवान बुद्धले कर्म हेतु फल, ल अफ कर्मको सिस्टम थाहा पाएर ठ्याक्क आमाको आयु चाहिँ कति रे? 10 महिना 7 दिनको राखेर उहाँ गर्भवासको जान गर्भवास भएको हुन्छ। कहाँबाट गर्भवास भने तुसिता भुवन। तुसिता भुवन भने एउटा देवलोक छ। त्यहाँ उहाँ कुनै बेला श्वेतकेतु भन्ने हुनुहुन्थ्यो होइन। त्यहाँबाट अवतरण भएर अनि आमाको घरमा बास बस्नुभयो हो नि त है। अनि 7 दिनमा आमा बित्नुभयो। अनि उहाँ भगवान बुद्धले पछि 29 वर्षसम्म त घरमै बस्नु भएको होइन। उहाँको कहाँ हो अरे? दरबार कहाँ हो अरे? कपिल वस्तु होइन। उहाँको दरबार त्यहाँ थियो। राज्य नि त्यही थियो होइन। उहाँको दरबारको नाम चाहिँ हंसावती भन्ने थियो। अनि त्यति बेला एकदम कलिको राजा हुनुहुन्थ्यो शुद्धोधन। त्यसपछि अनि भगवान बुद्ध 29 वर्षमा बस्नुभयो। त्यसपछि 16 वर्षमा बिहा भएको। उहाँको श्रीमतीको र उहाँको वर्ष एउटै। 16 वर्षमा बिहा भयो। बिहा पनि त्यो लडतरे विवाह थिएन, च्यालेन्ज ठुलो प्रतिस्पर्धाबाट जितेको हो। उहाँको श्रीमतीलाई थुप्रै राजकुमारहरू आएर त्यहाँ प्रतिस्पर्धा भयो, उहाँले जित्नुभयो। त्यसपछि बिहा भयो। त्यसपछि 29 वर्षमा अनि अहिले भने जस्तै अनि बुढो हुनुपर्ने किन, बिरामी हुनुपर्ने किन, मर्नुपर्ने किन, के मानवले यो भोगिरहनुपर्छ त? यहाँबाट उम्किने बाटो छैन त भने त्यो प्रश्न आएर त्यो खोजीमा भगवान बुद्ध चाहिँ पूर्वद्वारबाट चाहिँ कपिल वस्तु तपाईँ पुग्नु भएको थिएन, पूर्वद्वारबाट चाहिँ अनि गृहत्याग गर्नुभयो होइन। आफ्नो एकदमै भर्खरको त्यति बेला एकदम सुन्दर केटी हो यशोधरा पनि, उहाँको श्रीमती हुनुभएको। त्यति बेला एकदम सुन्दर मैले दुइटा थिएँ, मायादेवी र यशोधरा देवी होइन। यसरी चाहिँ आफ्नो सुन्दर श्रीमती आफ्नो वृद्ध भएको पितालाई समेत खोजेर छोडेर बहुजन हित र सुखको लागि त्यो कठिनता थियो, आफ्नो पीडा खपेर भए पनि लोक कल्याणको लागि हिम्मत गरेर उहाँले त्यो घरबाट त्यागेकोले त्यसलाई के भनिन्छ अरे महाअभिनिष्क्रमण, त्यस्तो त्याग गरेर जानुभएको हो नि त। अनि 6 वर्षको अथक प्रयासपछि 35 वर्षमा जवानमै बुद्ध हुनुभएको भयो। 35 वर्षमा बुद्ध हुनुभयो किनभने सबै तयार भएर पारमी पुरा भएर आइसकेको थियो। त्यसपछि चाहिँ भगवान बुद्धले सारनाथ भन्ने काशीमा आएर त्यो पहिलाको 5 जना बाघका बच्चाहरू चाहिँ 5 जना भिक्षु भयो, ब्राह्मण भिक्षु थिए उनीहरू होइन। कौटिन्य लगायत 5 जना ब्राह्मण भिक्षुहरू चाहिँ उनीहरू कहाँ बस्थे? सारनाथ भनेपछि काशीको नजिकै छ त्यहाँ बस्थे। अनि भगवानले जान्नुभयो, त्यहाँ गएर उनीहरूलाई सम्झाइ बुझाएर चाहिँ सही ज्ञान दिनुभयो। के ज्ञान दिनुभयो भन्दाखेरि 4 नोबल ट्रुथ एज अ ट्रुथ अफ सफरिङ होइन, अथवा दुःख सत्य, दुःखको कारण सत्य, दुःख अन्त भएको निरोध सत्य र दुःखलाई अन्त पार्ने मार्ग सत्य भनेर एकदम सरल भाषामा बुझ्ने गरी भगवानले 3 पल्टसम्म दोहोऱ्याएर भन्नुभयो है। त्यो कसरी भन्नुभयो भन्दाखेरि चाहिँ अब हजुरहरूलाई म एउटा मलाई सहयोग देऊ भन्न चाहन्छु है। म जहाँ म भनिरहेको छु, जहाँ भगवान बुद्धले धर्मचक्र गर्नुभयो नि त्यो धर्मचक्र सूत्र भने चाहिँ त्यहाँ विभिन्न भाषाको प्लेटमा राखेको छ र हामीले बुझ्ने भाषा यहाँ छैन। हाम्रो बुझ्ने भाषामा त्यहाँ एउटा होस् भने म पहिला नेपाली बौद्ध महासङ्घको अध्यक्ष हुँदाखेरि त्यो राख्ने धेरै कोसिस गरेर राख्न सकेन। त्यस कारण त्यो एउटा प्लेटमा चाहिँ हाम्रो बुझ्ने भाषा होइन, चाहे हाम्रो अहिले बोल्ने पर्वतीय नेपाली भाषा हुन्छ कि अथवा हाम्रै नेपालको अन्य मातृभाषा कुन भाषामा हुन्छ त्यो राख्नुपर्ने हो कि त्यहाँ। त्यो दुःखलाग्दो कुरा छ। त्यसमा उहाँले के भन्नुभयो भने दुःख, यो दुःख सत्य हो, यो दुःखको कारण सत्य हो, यो दुःख अन्त भएको सत्य हो, यो दुःखलाई अन्त पार्ने मार्ग सत्य हो भनेर त्यो 4वटा कुरालाई पहिलोपटक
दोस्रो पल्ट दुःखलाई राम्ररी चिन्नु, दुःखको कारणलाई जानेर निभाइदिनु, दुःख अन्त भएको अवस्था लाभ गर्नु र त्यो बाटो अपनाउनु भनेर दोस्रो पल्ट। तेस्रो पल्ट दुःखलाई एकपल्ट चिनेपछि फेरि चिन्नु परेन, दुःखको कारण एकपल्ट निभाइसकेपछि फेरि निभाउनु परेन, दुःख अन्त भएको अवस्था प्राप्त गरिसकेपछि फेरि प्राप्त गर्नु पर्दैन, त्यो मार्ग अप्नाइसकेपछि फेरि अप्नाउनु परेन भनेर यो 4 आर्य सत्यलाई भगवानले 3 पल्टसम्म दोहोऱ्याएर भनेर त्यो 5 जना व्यक्तिमध्ये जेठाको नाम के थियो? कौडन्य थियो। हे कौडन्य, तिमीले कुरा बुझ्यौ भने हो भगवान, मैले सबै कुरा बुझेँ। उसलाई त्यही ज्ञान जागिसक्यो, एकदमै ज्ञान जाग्यो। त्यसले के भन्छ? धर्मचक्षु, होइन? धर्मचक्षु ज्ञान जाग्यो, आकाशबाट पुष्प वृष्टि भयो। अब हाम्रो यहाँ पनि पानी पऱ्यो नभन्दाखेरि पुष्प वृष्टि भएको सम्झिनु होला, त्यसलाई पनि पुष्प वृष्टि है। यो पुष्प वृष्टि यो राम्रो सगुन भनेर लिनु होला। र भगवान बुद्धले पनि धर्मचरण गरे, पुष्प वृष्टि भयो, हल्का कसैलाई चोट नपुग्ने गरी भुइँचालो पनि आयो, हो त्यस्तो भगवान धर्मचक्र भयो। त्यहाँदेखि भगवान बुद्धको यात्रा सुरु भयो। 45 वर्षसम्म दुःखीहरूको घर घरमा गएर पैदल पैदल हिँडेर कसलाई के समस्याको समाधान के हो भने भगवानले बताउनै जानुभयो। कतिपय उनीहरूले भिक्षु भएर गए, कति भिक्षुनी भएर गए, कति गृहस्थी भएर रहे, तर भगवानको ज्ञान चाहिँ अपनाउँदै गए। अनि 80 वर्ष पुगेपछि भगवानले चाहिँ परिनिर्वाण लिनलाई कुशीनगर हाल आएर गोरखपुर नजिक पर्छ कुशीनगरमा आएर 2 सालको वृक्षमा होससहित उहाँले चाहिँ उहाँ कुनै पनि भगवान बुद्ध भन्ने व्यक्ति अरूले आक्रमण गरेर बितेको पनि होइन, अरूले त्यस्तो बित्नु उहाँ आफू खुसीका साथ होससहित भएर। तर एउटा चाहिँ मलाई राम्रो लाग्छ है, हाम्रो यो नेपाली भाषा, बुद्धको एउटा भाषा चाहिँ बिर्सेको रहन्छ। सम्मान गरेर बोल्यो भने यो शब्द धेरै पर आउनुहोस् हो नि, बस्नुहोस्, होस् राखेर आऊ भन्यो नि त, खानुहोस्, यो चाहिँ बुद्धको भाषा हो। बुद्धले प्रयोग गरेको शब्द सबभन्दा बढी धेरै शब्द चाहिँ होस् हो, होइन? होस् मतलब माइन्डफुलनेस, होइन? तपाईँ माइन्डफुलनेस हुनु पऱ्यो। बस्दा हामीले यो चाहिँ हाम्रो नेपाली अहिलेसम्म त्यो चाहिँ जानेर नजानेर भनिगरेको छ। आउनुहोस्, जानुहोस्, खानु, सुत्नु, उठ्नुहोस्, होइन? त्यो होस् चाहिँ हामीले प्रयोग, यो चाहिँ अब सायद बुद्धको ब्लेसिङले होला अहिलेसम्म हाम्रो जीवनमा छ त्यो। त्यसो भएकोले यो होस राख्नु पर्यो, शरीरलाई होस राख्नु पर्यो, वचनलाई होस राख्नु पर्यो, मनलाई होस राख्नु पर्यो। बेहोसी भयो भने अनि राग रिस मोह आउने हो। होसमा रह्यो भने ती आउने चान्सै छैन। हरदम हर क्षण होससहित भएर उठ्नु पर्यो, होससहित भएर हिँड्नु पर्यो, होससहित भएर कुरा बोल्नु पर्यो। त्यो गर्यो भने अनि हाम्रो मनमा विकार आउँदैन हो यसरी। अनि अर्को एउटा कुरा चाहिँ म यहाँ भन्न चाहेँ, मेरो यो यात्रा के छ भने म चाहिँ बार्सिलोनामा आउने गरेको छु हरेक वर्ष, होइन? अब हाम्रो यहाँ राजदूत यहाँ हुनुहुन्छ, म उहाँ गाउँमा पुगेको छु, म दिङला पुगेको छु। उहाँ दिङला हुनुहुनेछ है, म त्यो खडानन्द योगीको स्कुलमा पनि म पुगेको छु। उहाँको गाउँमा चाहिँ के रहेछ भन्दाखेरि दाना रुद्राक्षको चाहिँ ठुलो, त्यो सबै खेती नै रुद्राक्ष। 30 आँखा भएको एउटा रुद्राक्ष फल्यो भने 30 लाख पाइहाल्यो, त्यस्तो हुँदो रहेछ। किन्ने सबै चाइनिजहरू। तिनीहरूले के गर्छ आइदिनु न, मलाई थाहा छैन, चाइनिज के थाहा छैन, होइन? त्यो सबै रुद्राक्षको खेती रहेछ त्यहाँ। अनि म त्यो योगमाया भन्नेको आश्रममा पनि पुगेँ। देउस त्यहाँतिर अहिले म घुमेको छु, सायद त्यहाँ घुमेको कारणले हाम्रो कार्मिक लिङ्क भयो उहाँसँग, यहाँ अत्यन्तै भेट भयो, होइन? त्यसकारण यहाँ म अहिले हाम्रो उमा दिदीका म बस्छु, प्रायः पहिलादेखि यहाँ बस्छु। अनि कहिलेकाहीँ यहाँ हाम्रो सोनमलाका नि म बस्ने गरेको छु। र म आउने चाहिँ स्पेनमा हो, बार्सिलोनामा आउने गरेको छु। मेरो यात्रा चाहिँ के को लागि भन्दाखेरि म एकपल्ट साङ्किसा भन्ने ठाउँमा गएको थिएँ। साङ्किसा भनेको अन द वे आग्रा फ्रम लखनऊ, त्यहाँ चाहिँ फारुकाबाद भनिन्छ, जहाँ साङ्किसा भनिन्छ, जहाँ भगवान बुद्ध भएपछि आफ्नो आमाको जन्म कहाँ भएको उहाँले जान्नुहुन्छ। त्यहाँ आमा कहाँ गएर आमासँग 3 महिनासम्म बसेर ज्ञान दिएर आमाको ऋण चुक्ता गर्नुहुन्छ। फेरि पुनः पृथ्वीमा अवतार हुँदाखेरि चाहिँ साङ्किसामा अवतार भएको, त्यो कुराले मलाई छोयो। मेरो आमाको पनि याद आयो, भएन म त अलिकति भए पनि केही गरौँ भनेर म जन्मेको सिन्धुपाल्चोक, होइन? सिन्धुपाल्चोक अन द वे खासा, म जन्म ठाउँबाट खासा 30 किलोमिटरको 7 किलोमिटर हो। त्यहाँ चाहिँ मैले भगवान बुद्धको आमाहरूको सन्दर्भमा एउटा भगवान बुद्धको विश्व शान्ति बुद्ध पार्क भनेर बनाउनु सुरु भइसक्यो। अलमोस्ट मूर्ति पनि लगभग बनिसक्यो, अझ धेरै कामहरू बाँकी छन्। म चाहिँ त्यो सिलसिलामा म आएको। त्यो मूर्ति 70 फिट हाइटको छ। अनि पहिला चाहिँ अब यस्तो म आफै गर्छु भनेर आँट्यो, तर प्रोजेक्ट ठुल्ठुलो हुँदै गएपछि म एक्लैले चाहिँ धन्यवाद, अनि म एक्लैले चाहिँ त्यो गर्न सकिएन। त्यसो भएकोले अनि मैले चाहिँ अब मेरा के अब स्वदेशी विदेशी साथीहरू मित्र उहाँहरूले होस्टेलमा हैसियत गर्नुभएको छ। म हजुरलाई सबैलाई म रिक्वेस्ट गर्छु, होइन? तपाईँहरूले पनि यस्तो त्यहाँ के धर्मको बिउ रोपिदिनु भयो आमाको नाम, है? फेरि कसैको आमा जीवित होला, कसैको आमा जीवित हुनुहुन्न होला, जोसो भए पनि आमाको नाममा
होइन केही चाहिँ बिउ रोप्नु भयो भने केही गर्ने एक बोरा सिमेन्टमा दान दिनु पनि भयो एउटा ढुङ्गा मात्रै दान दिनु पनि भयो अथवा तपाईँ काठमाडौँ आउँदाखेरि त्यहाँ गएर भोलिन्टियर गरेर एउटा ढुङ्गा उठाएर राखिदिनु पनि भयो अथवा त्यो गर्न नसके भने खेम्पोल यस्तो गरेछ होइन रिजोइसिङ म रिजोइस गर्छु भनेर स्वीकार्यो भने त्यो सबै पुण्यको भागीदार तपाईँहरू पनि बन्नुहुन्छ होइन यो मेरो काम आँटेको यो है त्यस कारण त्यो गरिरहेको त्यो मैले जानकारी दिएँ अब अहिले पानी परेकोले मैले भिडियोहरू सो गर्न पनि सक्दिनँ जे होस् त्यस्तो हो त्यस कारण यसबारेमा तपाईँले अलिकति सम्पर्क गर्न चाहनुहुन्छ भने हाम्रो उमा नानी हुनुहुन्छ सोनामला हुनुहुन्छ भने यसो सम्पर्क गर्न सक्नुहुन्छ त्यो भयो अनि आजको मेन भगवान बुद्धको टिचिङ चाहिँ 4 आर्य सत्य भयो बुझ्नुभयो नि 4 आर्य सत्य के अरे फेरि हाम्रो बानी छ यहाँबाट पठाउनु बानी छ नि है दुःख सत्य रे भगवानले के बताउनु भयो दुःखलाई चिन्नु रे अनि दुःखलाई त थाहा छैन किन बताएर भन्ने प्रश्न आयो कि आएन आइहाल्छ भने सबैलाई जानकारी छ कि छैन अनि किन बुद्धले बतायो भने त्यो खालको दुःख होइन बुद्धले बताएको दुःख चाहिँ एज अ सफरिङ अफ कन्डिसनल संस्कार दुःख भनेको चाहिँ त्यस्तो दुःख हो हामीले जान्दैनौँ त्यसलाई हामीले त्यसलाई सुख भनेर पक्रिरहेको हुन्छ होइन एट्याचमेन्ट पक्रिरहेको यही सुख यही ठिक यही भनेर पक्रिरहेको हुन्छौँ तर त्यसले त पछि बिस्तारै के गर्छ धोका दिन्छ अरे हो त्यसलाई भन्छ संस्कार दुःख त्यो भने हतारोपन उठ्यो खानेको हतार खायो काम गर्नुको हतार फेरि खायो बाथरुम जानुको हतार बाथरुम जानलाई खाएको हो त अनि जानु परेको परेन कति खाइयो खाना हिसाब गर्नुहोस् त कति खाइयो डरलाग्दो चिज हो यो हाम्रो पेट त दुवैपट्टि पल परेको बोरा जस्तो जति खाने भर्दैन त्यसो भएकोले हामीले खाना खाँदाखेरि पनि एकदमै होस राखेर खाने जीवन नै खाना हो कि वास्तवमा हामीले खाना खाएको होइन खानाले हामीले खाइरहेको हुन्छ खानाले हामीले खाइरहेको हुन्छ त्यसो भएकोले अधिकांश रोग चाहिँ खानाबाट आउने हो त्यस कारण तपाईँले खाना खाँदाखेरि स्वस्थ खाना खानु रे स्वस्थ खाना भने के अरे अझै एक गाँस खाउँ कि भन्दाखेरि बन्द गर्नुपर्छ त्यो खाना स्वस्थ हुन्छ है पुरै पेट फुलेर खाएपछि त्यो खाना अस्वस्थ भयो हावा जाने ठाउँ भएन नि त यहाँ अलिकति ग्याप राखेर अझै एक दुई गाँस खाउँ कि भन्ने बेलामा तपाईँले खानालाई ब्रेक गर्न सक्नुभयो भने त्यो खाना चाहिँ सही खाना हुन्छ हो यो पनि तपाईँले चाहिँ याद गर्नु होला बालबच्चालाई पनि सिकाउनु होला होइन बिरामी भयो भने सक्यो नि त फेरि सबै बिरामी हुन्छ नि एकजना बिरामी भयो भने घरमा सबै बिरामी हुन्छ नि त त्यसो भएकोले आज यस पवित्र दिनमा बेल्जियम जस्तो यस्तो विकास मुलुकमा आएर चाहिँ तपाईँहरूले यसरी सम्यक भगवान बुद्धको यसरी अलग्गै हुन त पहिले पनि मान्नुहुन्थ्यो होला तर यसरी अलग्गै यसरी मानेको चाहिँ पहिलोपल्ट भन्ने मैले सुन्न आएँ यस्तै हाम्रो महामहिम राजदूतज्यूलाई पनि धेरै धन्यवाद र उहाँलाई सपोर्ट गरिदिनु उहाँको टिमहरू हुनुहुन्छ सबैलाई धेरै धन्यवाद उहाँहरूको दीर्घायु र सुस्वस्थ को लागि उत्तर जीवनको प्रगति र अनि यसरी यो गरेको यो पुण्यलाई चाहिँ म भर्खरै समर्पण गर्न गइरहेको छु यसरी आर्जन गरेको पुण्य भगवान बुद्धले पहिला गर्दै आएको पुण्य अहिले गरिरहेको पुण्य भविष्यमा आउने बुद्धले गर्ने पुण्य बोधिसत्वले गरेको पुण्य प्रत्येक बुद्धले गरेको पुण्य अरहतले गरेको अनागामीले सकृतागामी श्रोतापनादेखि लिएर कुनै एउटा साधारण व्यक्ति लिएर पशु प्राणीलाई एक गाँस खाना दिएको पुण्य समेतलाई मनको भावनाबाट आजको हाम्रो पुण्यमा एउटै ढिक्का एउटै समूह बनाएर त विशाल भयो अब यसलाई चाहिँ समर्पण गर्ने समर्पण कहाँ गर्ने भन्दाखेरि चाहिँ समर्पण चाहिँ सुख र शान्तिको स्रोत भनेको भगवानको शासन हो बुद्धको शासन चाहिँ चिरकालसम्म जीवित रहनेछ अरे यस पुण्यको अनुभवले जीवित रहेका कल्याण मित्र गुरुहरू दीर्घायु सुस्वस्थ भएर धेरै धेरै प्राणीहरू हितकारी काम गर्नुहुनेछ अरे यस पुण्यको अनुभवले विभिन्न गुम्बा बिहारमा बस्नुहुने भिक्षु भिक्षुणीहरू लेख्ने पढ्ने ध्यान गर्ने जस्ता 10 धर्म आचरणमा लाग्नु हुनेछ अरे यस पुण्यको अनुभवले लोकमा समय अनुकूल वर्षा भएर खेती बाली नाली सप्रेर वस्तु भाउको रोग व्याधि हटेर जानेछ अरे यस पुण्यको अनुभवले यो लोकमा भइपरि आएको बाढी पहिरो दैवी प्रकोप अनिकाल महामारी रोगहरू अब अहिले चलिरहेको युद्ध सङ्ग्रामहरू छिटो शान्त भएर जानेछ अरे र विशेष गरेर आज हाम्रो आयोजना गर्ने व्यक्तिहरूको जीवनमा आइपर्ने सम्पूर्ण अप्ठ्याराहरू सम्यक भगवान बुद्धको चाहिँ आशीर्वादबाट छिटो मोचन भएर गएर उहाँहरूको दीर्घायु सुस्वस्थ र जीवनको उत्तर प्रगति भएर सबैले एक दिन बोधि ज्ञान प्राप्त गर्न सकोस् भनेर चाहिँ मैले चाहिँ पुण्य परिणाम गर्न चाहेँ ल मसँग भन्नु त तदेथा
पञ्च इन्द्रिय अवबोधनय सोहा तद्यथा पञ्च इन्द्रिय अवबोधनय सोहा तद्यथा पञ्च इन्द्रिय अवबोधनय सोहा So we have just began a little bit. Very blessed. So I'm going to start formal speech and welcoming to you. Thank you for coming. मेरो फाइल चाहिँ त्यहाँभित्र फाइल छ अरे म्याडमको त्यहाँभित्र फाइल thank you very much. Venerable Khenpo Wagindra Sela, Mr. Karim Basar, Deputy Mayor of Antwerp Municipality, Presidents and representative of Nepali organizations, dear participants, dear colleagues, friends from the media, ladies and gentlemen, namaste, suprabhat and good morning. Though this weather is not very good, I would like to welcome all of you. Let me begin by welcoming all of you in this beautiful city of Antwerp in front of Buddha's statue. A warm greetings to all of you on the auspicious occasion of the 2570th Buddha Jayanti, a day of profound spiritual significance for us all. This day is not only a celebration of Gautama Buddha's birth, enlightenment and Mahaparinirvana, but also a moment for us to reflect on the timeless values he gifted to the world. Over 25 centuries ago, in the serene garden of Lumini, a prince was born. Yet, his greatest legacy was not the kingdom he inherited, but the path of liberation he discovered after renouncing worldly comforts to face the truth of human suffering. The Buddha's journey is a testament to the boundless potential within the human beings. His teachings, the Four Noble Truths and Eightfold Path, offer a practical and ethical guide to overcoming suffering and achieving inner peace. In today's world, marked by war and conflict, social division and hatred, and environmental degradation, Buddha's message is more relevant than ever. He taught not only compassion for all living beings, but also harmony with nature, reminding us that protecting the environment is a moral responsibility, not merely a necessity. Nepal is a proud custodian of Lumini, the birthplace of Gautama Buddha, a fountain of peace, and a World Heritage Site recognized by UNESCO. Nepal and Lumini Development Trust are dedicated to protecting and promoting this heritage as a hub for world peace, meditation center, heritage tourism, and cultural exchange. This site stands tall as a testament to a philosophy born of Nepali soil, one that transcends borders and cultures, to offer the world a universal path of peace, understanding, and coexistence. Against this backdrop, I take this opportunity to invite all of you to visit Lumini and share your experience with us to make this place truly a center of peace. Ladies and gentlemen, this Buddha's statue in Antwerp not only reminds us of the enlightened son of Nepal, but also represents the warm and enduring friendship between Nepal and Belgium, which was founded on 16th of June 2015 to mark the 50th anniversary of our diplomatic ties. Established on 19th of August 1963, our diplomatic relationship spans over 6 decades. I sincerely thank Mr. Karim Basar, Deputy Mayor of Antwerp Municipality, for his time and protecting this
important symbol of peace and friendship in this beautiful park. I'm profoundly grateful to Venerable Monk Khenpo Wagendra Sila for gracing the occasion and sharing his in-depth knowledge despite his busy schedule today. I also appreciate Ms. Savita Dahal for quickly arranging a meditation session today after this program, I hope. Last but not the least, I thank the President of Nepali Milan Kendra of Antwerp, Mr. Lalit Pokhrel and his team for arranging logistical support and light refreshments. Similarly, I'm grateful to many other friends present here who work day and night behind the scene for their respective roles, including my colleagues from the embassy. Distinguished participants, on this day, let us renew our commitment to Buddha's teachings. Let us cultivate compassion over hatred, understanding over ignorance, and peace over conflict. Let us strengthen unity within our community and communities and contribute positively to the societies we live in while staying rooted in our Nepali values. May the Buddha's wisdom illuminate our path as we strive for a future marked by peace, justice and harmony, humanity, and may we always act with compassion. Wishing you all a meaningful Buddha Jayanti. Thank you very much. Our program was a little bit messed. Now I would like to invite Deputy Mayor to give some message to our community, and thank you for coming. First of all, I want to thank you for the warm welcome. Every time I see the Nepalese community, it's always a warm welcome. I'm very happy to be here. I'm also 50 years ago, my parents come to Belgium for a better life, and I think it's important. In Antwerp we have more than 178 nationalities, each one with his religion, but we have to respect each other, to know each other, to have a warm society, and that's why it's important that I'm here today to welcome you, and also that we can live in peace together, and that everybody can have his religion and be happy as possible. That's why I want to thank you once again for the warm welcome, and I'm happy to see you here all in each other. Thank you very much. Thank you very much. And as a politician, I'm sure that you must have some kind of acknowledgement of the huge presence of our Nepali community as a voter bank to you as well. So I hope you have been enjoying cordial and very friendly relationship with our community. Our people are known for their friendship, their hospitality and their friendliness. Thank you very much for your kind words. Thank you. With this, we want to start peace walk, though weather is not so much friendly. I think let's start within this park, not very far away. And I would like to यति सकिन्छ भोलि 5-7 मिनेटमा सकिन्छ हजुरसँगै पानी So I would like to request where are our friends to bring the banner in front. यो हाम्रो You live in Nepal? Yes. Okay. So every year you come on this period here? Okay, thank you. Nice to see you. Nice to see
एउटै छ